Welcome back to another video. आज चाहिँ वेडनेसडे हाम्रो सेकेन्ड डे हो आज राइडको अन्त कस्तो जिउ दुखेछ हिजोकोले छुटिसक्यो साथी सुतिरहेको छ त्यहाँ 9 बजे निस्किन्छ हामी अब यहाँबाट पहिला चाहिँ यहाँ पेलिङ स्काई वक अन्त उता राबदेन्ची हामी घुम्दै त्योबाट केजिङ हुँदै त्यो गयो भएर हामी जोरथाङ भएर उकालो निस्किन्छ आज चाहिँ वेदर कस्तो भइरहेको छ बाहिर मजाले सुतेछु अब कति बज्यो 7:30 भइसकेको छ होइन 7 बजी छ म चाहिँ उठेको एकछिन बाहिर कस्तो छ बाहिर चाहिँ कस्तो भइरहेको छ भन्दा तपाईँहरूलाई देखाउँछु ल आजको वेदर कस्तो दामी भ्यू देख्दो रहेछ कञ्चनजङ्घाको यहाँबाट हो हिजो बेलुका आउँदा त अलिअलि देख्दै थियो त्यहाँतिर हामी फेरि बेलुका हेरेको त अलिअलि मात्रै देख्दैछ तर यहाँदेखि चाहिँ कति नजिक रहेछ अम्बो पछि अहिले त अक्टोबर नोभेम्बर डिसेम्बर आफ्टर 2 मन्थ त यहाँतिर सबै लाग्छ बरफ कस्तो दामी देख्दो रहेछ त्यतिखेर त कस्तो नजिक रहेछ यहाँबाट अलिक घामको रिफ्लेक्ट पुगेको थिएन यसो दामी देख्ने रहेछ अहिलेसम्म पनि भिडियो बनाउँछु म रियलमा पेलिङ आइन्छ हामी यतातिर घुम्यो यतापट्टि ग्राउन्ड रहेछ पेलिङको स्काई वक यतापट्टि पर्छ हिजोको प्रिभियस भिडियोमा पनि मैले बताएको थिएँ है यतापट्टि पर्छ र हामी चाहिँ यता तल गएको सानो एकदम सानो पेलिङ तर एकदम उयो रहेछ स्मार्ट बजारको चिडिकेको सानो होटेलहरू रहेछ यतातिर पुरै भ्यू चाहिँ दामी देख्दैछ यो भ्यू चाहिँ एकदम पछि झन् कस्तो दामी देख्छ होला यहाँतिर एकदम यो रिचहरू सबै बरफले ढाक्छ यो रिचहरू हेर्नु न बरफले ढाक्ने रिचहरू अलग्गै छुट्टिहाल्छ है त्यो पुराको भ्यू दामी चाहिँ माम सुतिरहेको छ स्टिल अब म चाहिँ फ्रेसन अप हुन्छु अन्त ब्रेकफास्टहरू के छ मेन्यु पनि रहेको छैन रहेछ है यता फेरि हामी प्याक गरेर निस्किन्छ यहाँबाट हाम्रो चाहिँ आइसक्यो है ब्रेकफास्ट अन्डा र उयो खाएको भाइ चिया फर्स्ट ल्याइदिनु ल भनेको चिया ल्याइदिन रहेछ नि ब्रेकफास्ट सुरु गर्दा फेरि सुनेपछि मिठो हुँदैन है ल सुरु ल यहाँ चाहिँ हामी बाहिर निस्केर एकछिन बस्यौँ है चियाहरू खायौँ अन्त बाहिरको मजाको भ्यूहरूसँग इन्जोय गर्दै बस्यौँ है दुईजना अन्त मैले चाहिँ त्यो के अरे फोन चाहिँ स्ट्यान्डमा राखेर यताबाट गरेको थिएँ अन्त हेर्दै बसिरहेको छ सन्दीपले पनि मजाले त्यहाँ भिडियो बनाउँदै बसिरहेको थियो अन्त म पनि त्यहाँ फोन सेट गरेर चाहिँ बाहिर बसिरहेँ एकछिन मजाले दुईजना गफ गर्दै दुईजनाकै भिडियोहरू सुट गऱ्यौँ म अन्त एकदम त्यो करिडोरबाट चाहिँ दामी भ्यू आउँदो रहेछ दिन दामी थियो नि त एकदम खुल्ला थियो 9 बजीतिर होला सायद यो मैले भिडियो सुट गरेको कस्तो दामी अझै भोलिपर्सि विन्टर टाइममा त त्यो परको डाँडाहरूतिर पनि जुन चाहिँ देख्दै गरेको रिजहरूतिर पनि त्यहाँ पनि दामी अब स्नोफल हुँदा त दामी देख्छ होला मेबी तर त्यो चाहिँ हामीले त्यो सिन चाहिँ हामीले क्याप्चर गर्न पाएन त्यही पनि हामी जाँदा एकदम खुल्ला थियो त्यो के अरे माउन्टेनियरिङ भ्युजहरू चाहिँ हेर्नु पायौँ है ल हाम्रो अब सबै सेटअप भइसक्यो भारी पनि बाँधिसक्यो मैले पनि साथी त्यहाँ छ है साथीको पनि भइसक्यो भारी अलिक आजको पनि अलिक अनकम्फर्टेबल कस्तो खालको भइरहेको छ हामी चाहिँ यहाँ बसेको थियो यो वाला होमस्टेमा एकदम दामी लाग्यो रुम सर्भिस पनि दामी लाग्यो बिग बल यो होमस्टेमा बसेको थियो अन्त राम्रो रहेछ सबै हस्पिटालिटी सबै राम्रो लाग्यो लाग्दिउँ त ल
अब आजको डेस्टिनेसनहरू चाहिँ यहाँबाट हामी सबै जान्छ स्काई वकको माथि रहेछ हो देख्दैछ स्काई वक देन आफ्टर हामी जान्छ रब्देन्ची देन हामी डाइरेक्ट जान्छ गान्तोक गएर आज पास बनाउनु भ्याउँछ कि भ्याउँदैन पास बनायौँ भने चाहिँ भोलि हामी नर्थतिर लाग्छ अदरवाइज हामी गान्तोक गएर भोलि रिटर्न हुन्छ है र अब चाहिँ हामी चाहिँ जान्छ मेरो फ्युल छ अझ पनि तर पनि अहिले तल कता गएर चाहिँ फिलअप गर्छु सामानहरू यहाँ एकचोटि अहिले चाहिँ पेलिङ स्काई वक आइपुग्यौँ त्यहाँको सिनेरी भ्यूहरू चाहिँ यस्तो रहेछ है फर्स्ट टाइम म पनि आएको सबसे मिठी चाहिँ यो परको कञ्चनजङ्घाको भ्यू दामी र अहिले चाहिँ हामी फाइनली पेलिङ आइपुगिरहेको छौँ स्काई वक दामी भइरहेको छ आज है दिन खुल्ला भएकोले गर्दा भ्यूहरू एकदम दामी चारैतिरको भिजिबिलिटी क्लियर छ उता हेर्नु न मेन त उयो कञ्चनजङ्घाको भ्यू कस्तो दामी देख्दोरहेछ कि एन्ड प्लस पेलिङको स्काई वकको भ्यू कम्बिनेसन आज दिनले एकदम दामी बनाइदियो हामी चाहिँ आइपुग्यौँ ओहो जुत्ता खोलेर जानु कस्तो क्लियर यहाँ चाहिँ मानेहरू रहेछ है जसले बिलिभ गर्छ उसले यहाँ आएर रोल गर्दा हुन्छ है अन्त चारैतिर रहेछ यहाँ चारैतिर भन्दा पनि कति 3 साइड रहेछ है यहाँदेखि चाहिँ तपाईँको स्काई वक ग्लास भन्ने रहेछ यहाँ एरियामा उदो हेऱ्यो भने त उदो हेऱ्यो भने त साइको हुने रहेछ नि अनि तर पुरा स्क्रच भइसकेछ है यो ग्लास अब साँच्ची नै है फाइनल डेस्टिनेसनको जस्तो उदो हेरेर हिँड्यो भने त साइको पर्दिँदो रहेछ नि अनि हे हेलो मजाले नटेर हिँडिरहेको छ झ्याप झ्याप नानीहरू पहिला हाम्रो भाइलाई पनि यहाँ लिएर आउनु भएको थिएछ कि मम्मी पापाले पुरा डरेर आएको नानी आज चाहिँ दिन खोलेर दामी भयो अदरवाइज यहाँ त हाम्रो बाइक तल छ सग्लो पो देख्दो रहेछ त है यहाँबाट अन्त यहाँ चाहिँ हाम्रो म्याम्स सन्दीप म्याम्स कस्तो फिल भइरहेको छ त अन्त आज स्काई वकमा आयो दिनले दामी साथ दिएको है उता मात्रै हेर्ने हो भ्यू मात्रै है एकदम बिहान पनि यहाँ आइपुगेको मान्छेहरू अम्बो हिँड न भिडियो यता त्यो त्यता सरी ल उकालो माथि बुद्ध भगवानको स्ट्याचु भएकोमा पुग्छौँ अब चाहिँ हामी है उकालो जाँदैछ एकजनालाई मिस गर्दैछु एकजना यहाँ आएको भए घुमाउँदै हिँड्थ्यो उकालो घुमाउँदै हिँड्दैछ माथिसम्म पुग्दा त थाक्थ्यो मलाई कतिवटा रहेछ आम्मा सबै माथि अनि त आफ्नो आफ्नो बिलिभ हो मैले त्यो उयो बनाएको होइन के अरे के भन्छ क्रिटिसाइज गरेको होइन बट मतलब थुप्रो रहेछ माथिसम्म थाक्छ भनेको आफ्नो आफ्नो बिलिभ हो होइन
एज म क्रिस्चियनिटी म आफ्नो परमेश्वरलाई मान्छु भने अरूले पनि त आफ्नो आफ्नो आस्था छ है आफ्नो आफ्नो बिलिफको कुरा हो कसैलाई कुनै धर्मलाई क्रिटिसाइज गर्नु हुँदैन मैले त्यही भन्नु खोजेको मेरो एकजना छ जो कोही ऊ आएको भए चाहिँ यहाँ घुमाउँदै हिँड्थ्यो माथिसम्म नि अन्त ठिकै छ घुम्दैछु मजा आउँदैछ माम्स आउँदैछ ल हामी चाहिँ यता माथि आइपुग्यो गुम्बा आएर पनि त्यहाँ बसेर पनि साथीले चाहिँ प्रे गर्यो म चाहिँ त्यहाँ गएँ भित्र हेरेँ तर इन्टेरियर त्यो मतलब डिजाइनहरू सबै राबङलाको सेम रहेछ राबङलाकोमा पनि गएको थियो नि त म त्यो बुद्ध पार्कमा सेम रहेछ अन्त अब चाहिँ हामी यहाँबाट गएको दामी लाग्यो एकदम पिस एकदम कस्तो भन्नु एकदम शान्ति हुने जग्गा रहेछ यहाँ चाहिँ है पिस मतलब यहाँको भाइबै त्यस्तो एन्ड टुरिस्टहरू पुरा अहिले झन् क्राउड ज्यादा हुन थाल्यो तल ज्यादा अब हामी यहाँबाट निस्किन्छ अब हामी चाहिँ उयो जान्छ के अरे राबदेन्ची देन आफ्टर सिधै गान्तोक ल ओके बाई ओके सो फाइनल इन राबदेन्ची है राबदेन्चीको भ्यू यो चाहिँ रहेछ इन्ट्रेन्स गेट यहाँ दामी ठाउँ लाग्यो यहाँ पनि एकदम पिस यो त शान्ति केही त्यस्तो उयोहरू छैन पल्युसनहरू छैन फेरि यहाँ त एकदम मतलब नेचरल रहेछ सबै गुम्बाहरू रहेछ यहाँ है टुरिस्टहरू पनि छ अन्त हामी चाहिँ थाहा नभएर बाटो थाहा नभएर 120 किलोमिटर जस्तो चाहिँ वेस्ट अफ टाइम गऱ्यौँ हामीले है तल बुर्तुक कटेर कता गइसकेको थियौँ फेरि त्यहाँ सोधेर धन्न भाइहरूलाई सोधेको त्यहाँ चाहिँ फेरि अन्त बतायो यहाँ चाहिँ रहेछ यस्तो रहेछ अब सेम नि हो यो त नेचरल सेम लाइक जस्तो रहेछ जग्गा चाहिँ एकदम यहाँ चाहिँ उयोहरू पनि हुँदो रहेछ के हो ट्रेडिसनल उयोहरू पनि हुन्छ होला सायद लुगाहरू लाएर फोटो खिच्ने सिनहरू है त्यो जहाँ पनि भएको यहाँ चाहिँ फेस्टिभ बर्ड फेस्टिभ खासमा यो उसको नाम चाहिँ बर्ड फेस्टिभ हो कि के हो यहाँको यो जहाँ पनि त्यस्तो लेखिरहेको छ यहाँ चाहिँ एउटा रहेछ कुनै के रहेछ यो पालेको होला यो त्यो मजाको अब प्यालेस जाने जग्गा चाहिँ यस्तो रहेछ डरलाग्दो जग्गा पो रहेछ हेर्नु न जङ्गलै छ त्यो पनि घना जङ्गल रङटनको जङ्गल जस्तो लाग्यो नि रङटन मुभीको जाँदैछ चिसो एकदम मजाको मौसम भइरहेको छ त्यो फर्ट के भन्छ त्यसलाई प्यालेसै भनौँ न त्यो पहिला राजाको रेसिडेन्ट यतै माथितिर होला तर निकै टाढो पर्छ कि क्या उकालो जानु त जङ्गलै जङ्गल मात्रै रहेछ ए यहाँ रहेछ नि 450 मिटर्स लगभग 500 मिटर रहेछ जाउँ 250 मिटर दूर आइपुग्यो यहाँ चाहिँ के को कन्स्ट्रक्सन चल्दैछ कि के को साउन्ड हो यस्तोमा पहिला बनाएको है राजा बस्ने ठाउँ होइन नि हौ अनि ब्रिटिस भन्दा अगाडि नै हो यो त कहिलेतिरको होला भा 15, 16, 14 भा 800 सेन्चुरीतिरकै हो कि यहाँ माथि लेखेको छ होला 200 मिटर पुग्न थियो हामी चाहिँ प्यालेस राजाको बस्ने जग्गा
तर जङ्गल चाहिँ यो रहेछ नि त सोडै मोटिभेटको लागि बाटो तर खोइ आई डोन्ट नो यो सायद नेचुरल मतलब उयसको लागि हो भने चाहिँ हाइकिङहरूको लागि त्यतिकै राखेको हो कि बट यस्तो फुटपाथ बनाउँदा चाहिँ हुन्थ्यो जस्तो लाग्यो मलाई तर हुने त यतिकै नेचुरल पनि ठिकै छ तर जङ्गल कोही त छैन यहाँ सुनसान डरै लाग्दो एक्लै त लहरा भएको टार्जन झुन्डिने जग्गा जस्तो छ रङटनको मुभीको जङ्गल जस्तै मान्छेहरू पनि कोही छैन आफ्नो त्यो बोर्डरहरू लगाइदिइरहेको रहेछ 200 मिटर्स 400 मिटर्स 500 मिटर्स देन फाइनली अहिले चाहिँ हामी 100 मिटर्समा आइपुगिसक्यो होला तर चिसो रहेछ जग्गा चाहिँ यस्तो जग्गा अम्बो राजाले पहिला यहाँ बस्थ्यो होला अब कहिलेतिरको होला यो अन्त यहाँ चाहिँ फेरि यस्तोहरू पनि बनाएको रहेछ अम्बो आइपुग्यौँ राप्दिन्ची भरे गएर हेरौँ ल अनि राजाले पहिला बसेको जग्गा अम्बो माथि त अन्त एउटा पिलरै बसिरहेको छ त हौ रातो पिलर निकै हाइटमा रहेछ नि यो माउन्टेन भ्यूहरू त यहाँबाट पनि त अन्त यहाँ तल चिएको ठाउँ कस्तो दामी जुम गरेर त्यस्तो राम्रो आउँदैन रहेछ तर बट नेचुरल भ्यूले हेर्दा चाहिँ दामी यहाँ चाहिँ माथि होला सायद गुम्पाहरू हाप्दिन्ची गुम्पा यहाँ फोटो सेसन हुँदैछ टुरिस्टहरू छ यहाँ पनि यस्तो छ अघि उपरबाट हामी फोटोहरू खिच्यौँ त्यहाँबाट एउटा उयसको भ्यू देख्दो रहेछ आएर नि त्यो के हो त्यो कालिम्पोङ होला सायद कालिम्पोङ हो जस्तो लाग्दैछ मलाई तर कालिम्पोङ देन आफ्टर त्यहाँदेखि माथि त यस्तो त डाँडा त छैन आई डोन्ट नो कहाँ हो तर कस्तो जग्गामा है मजाले बस्यो नाम्ची त होइन सायद कि नाम्ची हो नाम्ची त्यहाँ हो भने त नाम्चीबाट त फेरि सान्डुप्सीहरू देख्नुपर्ने सोलखपहरू देख्नुपर्ने तर कहाँ हो कुनै त्यो चाहिँ मलाई जानु त पुरा मन लाग्यो तर आई डोन्ट नो वेयर इज द्याट प्लेस हुन्छ यहाँ आइपुगेर चाहिँ हामी रुम आइपुग्यो गान्तोक है ल यस्तै छ रुमको कन्डिसन है ठिकै छ रिजनेबल प्राइसमै लाग्यो 1900 अन्त हामी टिभी सिभी सबै थियो गिजरहरू सबै थियो ठिकै लाग्यो तर रुम सर्भिस चाहिँ अलिक राम्रो थिएन है ओके बाई बाई सी यू नेक्स्ट भिडियोमा बाई